चैत 15 गते तिनकुनेमा हिन्दू राष्ट्र र राष्ट्रसंस्था समर्थकहरूले आयोजना गरेको सभामा राज्यले योजनाबद्ध, कहाली लाग्दो, बर्बर र तानाशाही अझ भन्दा हिटलरी शैलीमा गरेको दमन र त्यसबाट उत्पन्न परिस्थितिको बारेमा नेपालबाट हजारौं माइल टाढा रहेर पनि त्यसबाट विकसित घटनाहरूमा अपडेट रही मेरा आफ्ना केही धारणा र विचारहरू यहाँहरूसँग प्रस्तुत गर्न म उपस्थित भएको छु। नमस्कार, म जितु विश्वकर्मा। दर्शकबिन, तिनकुनेमा घटेको त्यो घटना आज हप्तौं दिन बितिसकेको छ। यहाँसम्म आइपुग्दा त्यो घटनासँग सम्बन्धित पक्ष र विपक्षले आफ्ना किसिमका धारणाहरू र तर्कहरू प्रस्तुत गरिरहेका छन्। नेपाल सरकारको तर्फबाट गृहमन्त्री स्वयंले, प्रधानमन्त्रीले पनि आफ्नो तर्फबाट आफ्नो बचाउ गर्दै घटनासँग सम्बन्धित तर्कहरू, भनाइहरू प्रस्तुत गरिसकेका छन्। त्यसैगरी नेपाल प्रहरीले पनि एक प्रेस मिट मार्फत घटनाको बारेमा पब्लिकलाई आफ्ना भनाइहरू राखिसकेको छ। त नेपाल प्रहरीको भनाइअनुसार घटनामा प्रयोग भएका हात हतियारहरू, गोलीगट्ठाहरूको बारेमा केही विवरणहरू यस प्रकार छन्। 746 राउन्ड अश्रु ग्यास, 192 राउन्ड ब्ल्याङ्क राउन्ड, 239 कार्टिज यानी कि छर्रा, त्यसैगरी जम्मा 60 राउन्ड गोली, लाइभ गोली चलाएको छ र त्यसमध्येमा 20 जनालाई लागेको छ र 2 जनाको मृत्यु भएको छ। त दर्शकबिन, यो त घटनाको विवरण र घटनामा प्रयोग भएका हात हतियारहरू र त्यसबाट उत्पन्न क्षतिको बारेमा कुराहरू भयो। जसरी नेपाल प्रहरीले आफ्नो धारणाहरू बाहिर ल्यायो, त्यो हेर्दा र गृहमन्त्रीको भनाइहरू र त्यसैगरी सरकारमा रहेका अन्य मन्त्रीहरूको भनाइहरू, स्वयं प्रधानमन्त्रीको भनाइहरू र त्यसैगरी गणतन्त्र पक्षधर समूहहरूको भनाइहरू हेर्दाखेरि हामीले के देख्छौँ भनेपछि यो घटना जो घट्यो यसमा चाहिँ पूर्व तयारीका साथ षड्यन्त्रपूर्वक यो घटना घटाइएको हो भनेर भन्न सकिन्छ। अब यो घटनाहरू चाहिँ कसरी सरकारले नै घटायो त, त्यसका आधार र प्रमाणहरू के हुन् भनेर भन्दाखेरि हामीले सर्वप्रथम हामी टिआरसी सम्म पुग्नुपर्छ। टिआरसी को जुन मिटिङ भएको थियो, 3 प्रमुख दलहरूको जुन गोप्य बैठक भएको थियो भन्न चाहिँ बाहिर टिआरसी को कुराहरू गरियो। तर यो घटनाले जसरी इन्तिकाम लियो त्यसको आधारमा भन्नु पर्दाखेरि कतै यो घटनाको कनेक्सन त्यो टिआरसी सँग गाँसिएको त छैन भन्ने प्रश्न एउटा नम्बर 1। त्यसैगरी यो घटना घट्नुभन्दा केही दिन अगाडि प्रधानमन्त्री स्वयंले आफ्ना कार्यकर्ताहरूलाई जम्मा गरेर उनले भनेका छन् कि भोको बाघले कसरी एउटा सोझो बाख्रीलाई झम्टेर लछारेर लुस्छ त्यसैगरी जाइ लाग्नु भनेर चाहिँ प्रधानमन्त्री स्वयंले आफ्नो कार्यकर्ताहरूलाई निर्देशन दिएको कुराहरू पनि बाहिर आएको छ। यो पोइन्टलाई पनि त्यसमा राखेर हेर्दाखेरि यो घटनामा राज्य र एमाले पार्टी पूर्ण रूपले संलग्न छ भनेर भन्न सकिन्छ। तेस्रो नम्बर बुँदा तिनकुनेमा आमसभा सुरु हुनु अगावै जबकि 3500-4000 सम्मको मात्रै मान्छे जम्मा भएका छन् भनेर सरकार आफैले भनेको छ, जहाँ चाहिँ 5000 को हाराहारीमा सुरक्षा फौज तैनाथ गरिएको छ भनेको छ। जति आन्दोलनकारी छन् त्यो भन्दा पनि बढी संख्यामा सुरक्षा निकाय छ त्यहाँ। त्यो अवस्थामा सुरक्षा निकायलाई यानी कि सरकारलाई के चाहिँ त्यस्तो आवश्यकता पर्यो जसको कारण कार्यक्रम सुरु हुनु अगावै मञ्चमा त्यसरी फायर गर्नुपर्ने बाध्यता आइपर्यो भन्ने जटिल प्रश्न हाम्रो सामु छ। त्यसलाई पनि मध्यनजर गर्दाखेरि यो घटना सरकार पक्षले नै घटाएको हो, सरकार पक्ष नै दोषी छ भन्न सकिन्छ। किनभने सुरक्षा फौजले सुरक्षासँग सम्बन्धित सुरक्षाको सामान्य मापदण्ड नीति नियम पनि पालना नगरी बिना कारण
आन्दोलनकारीहरूलाई तितर बितर गर्ने र कार्यक्रम हुन नदिने उद्देश्य र षड्यन्त्रका साथ त्यसरी गोली चलाइएको, गोली चलाउन आदेश दिएको, लगाइएको भनेर हामी भन्न सक्छौं। 4औं नम्बरमा पब्लिकहरूका घरमा अनधिकृत रूपमा हात हतियारधारी सुरक्षा फौजलाई लगेर राख्नु र त्यहाँबाट आमसभाको मञ्चमा टियर ग्यास फायर गराउनु। र 5औं नम्बरमा सरकार र सरकार समर्थक दलहरू र केही 12 भाइ मिडियाले एकतर्फी रूपमा आन्दोलनकारीलाई दोष दिएर घटना आन्दोलनकारीले घटाएको भनेर गोइबल्स शैलीमा प्रचार प्रसार गर्नु। 6औं नम्बरमा सुरक्षाकर्मीले नियन्त्रण गरेर सेल्टर बनाएर बसेको घरभित्र एकजना पत्रकारको शंकास्पद र रहस्यमय ढंगले हत्या हुनु र बाटो हिँडिरहेको निशस्त्र एकजना युवाको गोली हानी हत्या गर्नु। अब यी सबै प्रस्तुत गरेको बुदाहरू सँगै घटनास्थलमा तत्काल गृहमन्त्री जान्छन् र गृहमन्त्री पुगेर उनले एकतर्फी रूपमा प्रतिशोधपूर्ण ढंगबाट योजनाबद्ध तरिकाबाट उनले सिधै यो घटना राजावादीहरू अराजक भएर घटाएको भनेर भन्छन्। जबकि उनीसँग पुलिस समग्र पुलिस पोस्ट छ, त्यहाँ अनुसन्धानको पाटोहरू हुन्छ, त्यो कुराहरू पूरा गर्नुपर्ने हुन्छ, उनले रिपोर्ट पाउनुपर्ने हुन्छ, त्यसको आधारमा उनले आफ्नो धारणा राख्नुपर्ने हुन्छ। तर अनायास हताशमा गृहमन्त्रीले यसरी राजावादीहरूले नै यो घटना घटाएको, राजावादीहरू नै यसमा दोषी छन् भन्नुको अर्थ नेपाल सरकार विरोधीलाई दबाउनको लागि कुन हदसम्म जाँदो रहेछ भन्ने कुरो बुझ्न सकिन्छ। विकसित मुलुकहरूमा एउटा यस्तो नजिर छ कि बालबाला राष्ट्रपति, प्रधानमन्त्री, भूपू राष्ट्रपति, प्रधानमन्त्रीहरूलाई आफ्नै सुरक्षा गार्डले हत्कडी लगाएर जेल लगेको, अदालत लगेको, नियन्त्रण गरेको कुराहरू हामीले देख्न सक्छौं। र त्यहाँ आफ्नो पक्षमा, आफ्नो स्वार्थमा प्रहरीलाई प्रयोग गर्न मिल्दैन, किनभने त्यहाँ हाकिमले दिएको आदेश कानुन सम्बद्ध छ कि छैन भन्ने कुरो बुझेर मात्रै त्यसलाई एप्लाई गरिन्छ अथवा त्यो आदेश मानिन्छ। तर नेपालमा के हुँदो रहेछ भने नेताकै चाप्लुसी गरेर ब्रिफकेस नेतालाई चढाएर आइजिपी हुने परम्परा छ, अथवा पार्टीको भागबण्डामा आइजिपी न्यायाधीश हुने चलन चलेको छ। त्यसकारण यो घटनामा प्रहरीको आइजिपीले नेपाल प्रहरी कुनै नेताको नोकर होइन, जनताको सेवक हो। त्यसैले प्रहरीले कुनै नेता वा दललाई खुशी तुल्याउनको लागि प्रचलित कानुन र संविधानलाई मिचेर व्यावसायिकतालाई तिलाञ्जली दिँदै निशस्त्र स्वतःफूर्त आफ्ना जायज मागहरू लिएर प्रदर्शन गर्न सडकमा आएका निहत्था जनतामाथि गोली ठोक्न सक्दैन भन्न नसकेर स्वयं आतंककारी शैलीमा जनता विरुद्ध षड्यन्त्रपूर्वक भूमिका खेल्यो र त्यसको मूल्य नेपाल प्रहरीले चुकाउनु पर्नेछ। नेपाली जनताले प्रहरीले खर्च गरेका एक गोलीको हिसाब किताब गरेर बसेका छन् र मौकामा जनताले यसको जवाफ दिनेछन् भन्ने मलाई विश्वास छ।